नमस्ते, म डिम्पल। गीता महाज्ञानको यो चौथो भागमा तपाईँलाई स्वागत छ। अघिल्लो भागमा हामीले दुर्योधनको अहंकार र पुराना बानीहरूको जालको बारेमा चर्चा गर्यौं। आज हामी गीताको चौथो श्लोकको गहिराईमा पुग्नेछौँ। गुरुदेव एलपी भानु शर्मा भन्नुहुन्छ, पाण्डव सेनामा भएका यी वीर योद्धाहरू केवल इतिहासका पात्र मात्र होइनन्, यी त हामी भित्रै रहेका दिव्य शक्तिहरू हुन्। आउनुहोस् आज हामी भित्रका यी महारथीहरूलाई चिनौं। गुरुदेव एलपी भानु शर्माको व्याख्या अनुसार पाण्डव सेनाका दुई प्रमुख स्तम्भहरू भीम र अर्जुन हाम्रो भित्री शक्तिका स्वरूप हुन्। यसलाई अझ गहिराईमा बुझ्नका लागि यहाँ विस्तृत व्याख्या छ। भीम यानि कि पराक्रम र आन्तरिक बलको प्रतीक। गुरुदेव भन्नुहुन्छ, भीम केवल एउटा बलियो शरीर भएको योद्धा मात्र होइनन्, उनी हामी भित्रको पराक्रम र अदम्य साहसका प्रतीक हुन्। सकारात्मक शक्तिको केन्द्र। हाम्रो मनमा जब कुनै शुभ कार्य गर्ने सङ्कल्प जाग्छ, तब त्यो कार्य पूरा गर्न जुन ऊर्जा र शक्ति चाहिन्छ त्यो नै भीम हो। भीमको अर्थ हो त्यो शक्ति जसले कुनै पनि बाधा वा अप्ठ्यारोलाई पन्छ्याएर अघि बढ्न मद्दत गर्छ। अन्याय विरुद्धको बल। हामी भित्र धेरै नराम्रा बानीहरू यानि कि कौरवहरू छन्। ती बानीहरूलाई जरैदेखि उखेल्न एउटा ठूलो बलको आवश्यकता पर्छ। गुरुदेवका अनुसार जब हामी आफ्नो साधना वा कर्ममा भीम जस्तो बलियो र स्थिर हुन्छौँ, तब मात्र हामी आफ्ना नकारात्मक प्रवृत्तिहरूलाई परास्त गर्न सक्छौँ। भीमको अर्थ। भीम शब्दको एउटा भाव डरलाग्दो पनि हुन्छ, तर यो शत्रु वा नकारात्मक बानीहरूको लागि मात्र डरलाग्दो हो। आफ्नो भित्री विकासको लागि भीम जस्तो बलियो इच्छा शक्ति हुनु अनिवार्य छ। अर्जुन साहस, धैर्य र विवेकपूर्ण छनौटको प्रतीक। अर्जुन हामी भित्रको त्यो शक्ति हो जसले साहस र विवेकको प्रतिनिधित्व गर्छ। गुरुदेवले अर्जुनको शक्तिलाई निकै सूक्ष्म ढङ्गले बुझाउनु भएको छ। सही छनौट गर्ने क्षमता। महाभारतको कथामा अर्जुनले कृष्णको विशाल फौजलाई छोडेर केवल निशस्त्र कृष्ण भित्री चैतन्यलाई रोजे। गुरुदेव भन्नुहुन्छ, हामी भित्रको अर्जुन त्यति बेला लाग्छ जब हामी बाहिरी चमक धमक र भौतिक सुखलाई छोडेर आफ्नो भित्री शान्ति र सत्यको खोजी गर्न थाल्छौँ। साधनाको धैर्य। अर्जुनको अर्को नाम फाल्गुन पनि हो, जसको अर्थ हुन्छ फल दिने वृक्ष जस्तो धैर्यवान। आध्यात्मिक मार्गमा लाग्दा तुरुन्तै परिणाम खोज्नु हुँदैन। अर्जुनले हामीलाई सिकाउँछन् कि कसरी एकाग्र भएर आफ्नो लक्ष्य यानि कि भित्री प्रकाशतर्फ लागिरहनुपर्छ। भगवानसँगको सम्बन्ध। अर्जुन त्यो जीवात्मा हो जो सधैँ परमात्मा कृष्णसँग जोडिन चाहन्छ। गुरुदेवका अनुसार जब हामी आफ्नो अहंकारलाई त्यागेर परमात्माको पाउमा समर्पित हुन्छौँ, तब हामी भित्रको अर्जुन शक्तिशाली बन्छ र युद्ध जित्न सजिलो हुन्छ। गुरुदेव भन्नुहुन्छ, भीम बल हुन् भने अर्जुन विवेक हुन्। बल बिनाको विवेक कमजोर हुन्छ र विवेक बिनाको बल विनाशकारी हुन सक्छ। तर जब हामी भित्र भीम जस्तो पराक्रम र अर्जुन जस्तो सही छनौट गर्ने विवेक एकैसाथ मिल्छन्, तब हाम्रो पाण्डव सेना यानि कि राम्रा गुणहरू अझै बन्छ। यी दुई शक्तिहरूले हामीलाई बाहिरी संसारमा मात्र होइन, बरु आफ्नै मनभित्रको युद्ध जितेर परम आनन्द प्राप्त गर्न मद्दत गर्छन्। पाण्डव सेनामा धेरै महारथीहरू छन्, जसको मनोवैज्ञानिक अर्थ गुरुदेवले निकै सुन्दर ढङ्गले खुलाउनु भएको छ। युयुधन सात्विकी, यो हाम्रो श्रद्धाको प्रतीक हो। विकासको बाटोमा हिँड्न श्रद्धा नभई हुँदैन। विराट, यसको अर्थ हो प्रेम वा आनन्द। आफ्नो भित्री विराटता नै हाम्रो वास्तविक सेनापति हो। द्रुपद, यसको अर्थ हो वैराग्य। अनावश्यक र कम मूल्यका कुराहरूलाई छोड्न सक्ने क्षमता नै वैराग्य हो। धृष्टकेतु, यसको अर्थ हो जीवनमा के गर्ने र के नगर्ने भन्ने स्पष्ट पहिचान हुनु। चेकितान, यसको अर्थ हो होस वा चैतन्य। जति बेला हामी होसमा हुन्छौँ, हामी पाण्डव सेनाको पक्षमा हुन्छौँ। गुरुदेव एलपी भानु शर्माको व्याख्या अनुसार गीता कुनै पुरानो धर्मग्रन्थ मात्र होइन, बरु यो जीवन जिउने एउटा वैज्ञानिक विधि हो। गुरुदेवले गीतालाई जीवनको विज्ञान भन्नुका 4 मुख्य कारणहरू यहाँ छन्। भाग्ने होइन, जाग्ने सन्देश। अध्यात्म भनेको झोला बोकेर हिमालतिर लाग्नु होइन। गुरुदेव भन्नुहुन्छ, गीताले केही छोड्न सिकाउँदैन,
बरु जीवन जस्तो छ जहाँ छ त्यहीबाट रूपान्तरण हुन सिकाउँछ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने आफ्नो पढाइमै, यदि व्यापारी हुनुहुन्छ भने व्यापारमै, र यदि गृहिणी हुनुहुन्छ भने घरकै काममा कसरी योगस्थ यानि कि स्थिर हुने भन्ने कुरा यसले सिकाउँछ। कर्मथलो नै युद्धभूमि। हामीले कुरुक्षेत्रलाई 5000 वर्ष पुरानो ठाउँको रूपमा मात्र हेर्नु हुँदैन। गुरुदेवका अनुसार हाम्रो घर, हाम्रो अफिस र हाम्रो आफ्नै मन नै वास्तविक युद्धभूमि हो। यहाँ हरेक पल सही र गलत, शान्ति र अशान्ति बीच युद्ध भइरहेको छ। गीताले हामीलाई यो दैनिक युद्धमा कसरी नहतासी अगाडि बढ्ने भन्ने टेक्निक सिकाउँछ। रूपान्तरणको विज्ञान। विज्ञानले जसरी वस्तुको स्वरूप बदल्छ, गीताले त्यसरी नै हाम्रो चेतनाको स्वरूप बदल्छ। गुरुदेव भन्नुहुन्छ, हामी जहाँ छौँ त्यहीबाट माथि उठ्नुपर्छ। गीताले हाम्रो भित्री कुरुक्षेत्र यानि कि अशान्त मनलाई धर्मक्षेत्र, पवित्र र शान्त मनमा बदल्ने वैज्ञानिक प्रक्रिया बताउँछ। यो कुनै अन्धविश्वास होइन, बरु आफ्नो मन र बुद्धिलाई सन्तुलनमा राख्ने अभ्यास हो। वर्तमानमा जिउने कला। हामी प्राय बितेको समयको पश्चाताप वा आउने समयको चिन्तामा हराउँछौँ। गुरुदेव भन्नुहुन्छ, गीता त जीवन जहाँ छ त्यहीबाट रूपान्तरण गर्न सिकाउने महाशास्त्र हो। यसले हामीलाई वर्तमान क्षणमा पूर्ण होस र सजगताका साथ जिउन सिकाउँछ। जब हामी होसमा हुन्छौँ, हाम्रो निर्णयहरू सही हुन्छन् र जीवन सफल हुन्छ। गीताको उद्देश्य तपाईलाई संसारी बनाउनु वा सन्यासी बनाउनु होइन, बरु तपाईलाई सजग यानि कि अवेर बनाउनु हो। साथीहरू, गुरुदेव भन्नुहुन्छ, जीवन भनेको छनौटहरूको श्रृङ्खला हो। हाम्रो एउटा सानो छनौटले हाम्रो भविष्य निर्धारण गर्छ। महाभारतको युद्ध हुनुअघि दुर्योधन र अर्जुनको अगाडि एउटा ठूलो छनौट थियो र त्यही छनौटले नै उनीहरूको हार वा जित निश्चित गर्यो। गुरुदेवले यसलाई निकै सुन्दर ढङ्गले बुझाउनु भएको छ। दुर्योधनले भगवान कृष्णको नारायणी सेना रोजे, अर्थात् उनले बाहिरी शक्ति, सैन्य बल र भौतिक साधनमा भरोसा गरे। तर अर्जुनले केवल निशस्त्र कृष्ण रोजे, अर्थात् उनले भित्री चैतन्य र परमात्माको सहारा रोजे। गुरुदेव सोध्नुहुन्छ, आज हामी के रोज्दैछौँ? के हामी आफ्नो समस्या समाधान गर्न बाहिरी धन, बल र मान्छेको पछाडि दौडिरहेका छौँ, जुन दुर्योधन प्रवृत्ति? वा हामी आफूभित्रको शान्ति र विवेकलाई जागृत गर्दैछौँ, जुन अर्जुन प्रवृत्ति? दुर्योधनको सबैभन्दा ठूलो गल्ती यो थियो कि उनले प्रेम, वैराग्य र श्रद्धा जस्ता आफ्ना सात्विक गुणहरूलाई शत्रु ठाने। गुरुदेव भन्नुहुन्छ, हामी पनि प्राय त्यही गर्छौँ। हामी आफ्ना कामना र अहङ्कार बढाउन समय र शक्ति खर्च गर्छौँ, तर आफ्ना राम्रा गुणहरूमा लगानी नै गर्दैनौँ। हामीले जति धेरै अहङ्कारमा लगानी गर्छौँ, त्यति नै हामी दुर्योधन बन्छौँ। यो छनौट प्रक्रियामा हामीलाई एउटा निष्पक्ष सञ्जयको आवश्यकता छ। सञ्जय भनेको हाम्रो त्यो विवेक हो जसले हामीभित्र भइरहेको युद्धलाई तटस्थ भएर हेर्न सक्छ। गुरुदेव भन्नुहुन्छ, जबसम्म हामी आफ्ना कमजोरी र बललाई तटस्थ भएर देख्न सक्दैनौँ, तबसम्म हामी सही छनौट गर्न सक्दैनौँ। गुरुदेवको एउटा शक्तिशाली सन्देश छ, संसार बदल्न सकिँदैन, तर आफूलाई बदल्न सकिन्छ। हामीले परिस्थिति यानि कि कुरुक्षेत्रलाई बदल्न सक्दैनौँ, तर त्यो परिस्थितिमा आफू कुन पक्षमा उभिने भन्ने कुरा हाम्रो हातमा छ। यदि हामी होस र विवेकको पक्षमा उभिन्छौँ भने युद्ध जति सुकै ठुलो किन नहोस्, जित निश्चित छ। गुरुदेव भन्नुहुन्छ, तपाईँको छनौट नै तपाईँको गन्तव्य हो। यदि हामीले बाहिरी संसारमा मात्र खुसी खोज्यौँ भने हामी दुर्योधन जस्तै रित्तो हुनेछौँ, तर यदि हामीले आफूभित्रको कृष्ण यानि कि चैतन्यलाई रोज्यौँ भने हामी जहाँ भए पनि आनन्दित हुनेछौँ। तपाईँले आफ्नो जीवनको सारथी कसलाई रोज्नु भएको छ? एकपटक सोच्नुहोला। म डिम्पल, गुरुदेव एलपी भानु शर्माका यी दिव्य वाणीहरू तपाईँहरू माझ पुर्याउन पाउँदा निकै खुसी छु। यो यात्रा अझै लामो छ। यस्तै ज्ञानका लागि यो भिडियोलाई लाइक र सेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धेरै धेरै धन्यवाद।